मध्य प्रदेश नीति तथा योजना आयोग के उपाध्यक्ष डॉक्टर बोगेंद्र झा सरकार विगत में कई त्रुटि के कारण मधेश में जलवायु परिवर्तन के असर देखल गेल धारणा रखले जनकपुर धाम में बृहस्पति दिन भेल प्रदेश स्तरीय पुनरुत्थानशीलता तथा जीविकोपार्जन नतीजा और विश्लेषण संबंधी अंतर्क्रिया कार्यक्रम में आयोग के उपाध्यक्ष डॉक्टर झा एहन धारणा रखलेन। ओ पूर्व से पश्चिम धेर रहल जंगल फड़ानी क राजमार्ग बनौनाई समग्र मधेश के जलवायु परिवर्तन के मुख्य कारण रहल धारणा रखने छलेन। चेंज को कारण पनि सरकार खास गरेर यो तराई मधेसमा जुन तत्कालीन महेन्द्र राजमार्गको निर्माण गरियो पूर्व पश्चिम राजमार्ग मधेसको मात्र यो 8 जिल्ला होइन समग्र मधेसको त्यसै दिन त्यो विषारोपण भएको हो कि त्यसै दिनदेखि मधेसको जुन अस्खलन हो त्यो प्रारम्भ भयो। त्यो जुन 4 कोसे झारी थियो 4 कोसे झारी समाप्त भयो, वन जंगल भयो र अनप्लान्ड जुन सेटलमेन्ट हो इंटरनल जुन अनप्लान्ड माइग्रेसन हो त्यो माइग्रेसनले जंगल काटियो, चुरे भावर ट्रैक जुन हो त्यो समाप्त हो। चुरे विनाश लगायत कारण से मधेश मरुभूमिकरण दिस जा रहल से हो धारणा रखने छलेन। कार्यक्रम में सहभागी सब मधेश में जलवायु परिवर्तन के अवस्था, एकर असर, जीविकोपार्जन, क्षेत्र पहचान लगायत के विषय में चर्चा परिचर्चा केने छलेन। रिसोर्स लगायत हाम्रो फाइनेन्शियल पनि खर्च भइसकेपछि अलिकति टु द एकदमै स्पेसिफिक खालको फाइन्डिङ्स र सँगसँगै रिकमेन्डेसन आइदियो भने हामीलाई पनि काम लाग्थ्यो। मन्त्रालय लेभल लगायत हाम्रो नीति तथा योजना आयोग सम्पूर्णलाई यो चाहिँ एउटा डकुमेन्टको रूपमा रहन्थ्यो। कुन क्षेत्रमा चाहिँ बाढी पहिरो जाने क्षेत्र हो त्यसको पनि पहिचान गरेको थियौँ भने त्यसै अनुरूप चाहिँ अन्य कार्यक्रमहरू के भएका छन् त के चाहिँ अनुकूलनको प्रयासहरू चाहिँ भएका छन् भन्ने कुराहरू लिएको थियो भने गरिबीको अवस्थाहरू, खाद्य सुरक्षाको अवस्थालाई चाहिँ मापन गरिएको थियो। यी समग्र सूचकहरूको आधारमा चाहिँ हामीले केही म्यापिङहरू, लाइभलीहुड जोनिङ, जीविकोपार्जनको क्षेत्रको अवस्थाहरू कस्तो कस्तो छ भनेर लिएका छौँ, जसमा चाहिँ अलिक राम्रो घर परिवारको हरियो थियो भने अलिकति केही चाहिँ जोखिम अवस्था भएका ठाउँहरूमा चाहिँ बिस्तारै चाहिँ कलरले पनि इन्डिकेटर गर्दै र कति पर्सेन्ट चाहिँ घरधुरहरू केमा निर्भर छ त उनीहरूको अवस्था कस्तो छ भनेर चाहिँ समग्र अध्ययन जस्तो चाहिँ गरेका थियौँ। र त्यो कार्यक्रम में जीविकोपार्जन पुनरुत्थानशीलता विश्लेषण अध्ययन प्रदेश स्तरीय नतीजा के कार्यपत्र डॉक्टर श्रीधर थापा प्रस्तुत किने छलैत। तेना जलवायु परिवर्तन आ जीविकोपार्जन के कार्यपत्र राष्ट्रीय योजना आयोग के महेश खरेल प्रस्तुत किने छलैन।